हेलो एभ्रिवान, वेलकम टु गरिमाज वर्ल्ड। आज चाहिँ हामी नयाँ कन्ट्री ट्राभल गर्न जाँदैछौँ र यो कुन कन्ट्री हो म हजुरहरूलाई भिडियोको लास्टसम्ममा भन्ने नै छु। अहिले चाहिँ हामी त्रिभुवन इन्टरनेसनल एयरपोर्टको एरियातिर आइपुगिसकेको छौँ। हाम्रो फ्लाइट चाहिँ बिहानको 11:45 को थियो। सो हामी चाहिँ 9:30 बजेतिर एयरपोर्ट जाँदैछौँ। यो चाहिँ हाम्रै एयरपोर्ट त्रिभुवन इन्टरनेसनल एयरपोर्ट। यो कन्ट्रीको बारेमा चाहिँ हामी दुवैजना एकदमै एक्साइटेड छौँ, किन भन्दा यसको चाहिँ धेरै नेचुरल ब्युटीहरू अनि यहाँको रहेको अरू घुम्ने भिजिट गर्ने ठाउँहरू चाहिँ एकदमै पपुलर छ। सो वी आर भेरी एक्साइटेड फर दिस ट्रिप एन्ड वी आर गोइङ टु सो यु। हामी जता जता जान्छौँ हजुरहरूलाई भिडियोमा देखाउँदै जानेछौँ। मेरो भ्लग गरिमाज वर्ल्ड मेरो युट्युब च्यानलमा अपलोड गर्दै जानेछु। हामीले एयरपोर्टभित्रको सम्पूर्ण इमिग्रेसन सेक्युरिटी चेकहरू बोर्डिङ पासहरू लिइसकेको छौँ। अब चाहिँ हाम्रो प्लेन वेट गरिरहेको छौँ। हाम्रो चाहिँ सिचुवान एयरलाइन्स हो। फर्स्टमा चाहिँ हामी छेन्दु जान्छौँ चाइनाको। हाम्रो ट्रान्जिट चाहिँ त्यहाँ परेको छ। त्यसपछि चाहिँ हाम्रो फाइनल डेस्टिनेसनमा हामी जानेछौँ। हाम्रो प्लेन रेडी भइसकेको छ, सबै अन टाइम नै छ। अब हामी चाहिँ भित्र पस्दैछौँ। यहाँ चाहिँ ब्युटिफुल एयर होस्टेस हुनुहुन्छ। हामी चाहिँ अब आफ्नो सिटहरू खोज्दैछौँ। Follow the instructions of the cabin announcements and the fasten seatbelt sign. 如发生客舱失压，头顶上方的氧气面罩会自动脱落。脱落后立即拉下面罩。हामी काठमाडौँदेखि छेन्दु चाइना चाहिँ हाम्रो जहाँ ट्रान्जिट छ त्यहाँ चाहिँ हामी 2 hours 45 minutes जतिमा ल्यान्ड भइसक्छौँ। सो 2 hours 45 minutes बिताउनको लागि चाहिँ मैले यहाँ बुकलेट हेर्दैछु। हामी नेपालदेखि छेन्दु चाइना जाँदा बिचमा चाहिँ यस्तो राम्रो माउन्टेनहरू देखेँ है। मैले यस्तो राम्रो माउन्टेन ग्लेसियरहरू चाहिँ अबभ द स्काई पहिला अर्कै खालको माउन्टेन रेन्ज देखेको थिएँ। यस्तो खालको भ्यू चाहिँ मैले पहिला देखेको थिइनँ। सो आई रियली इन्जोयड त्यो विन्डोबाट देखिएको भ्यू। अनि यस्तो राम्रो सानो लेकहरू ग्लेसियर्सहरू देखिरहेको थियो। सो यो चाहिँ मेरो लागि कस्तो इन्ट्रेस्टिङ, कस्तो रमाइलो अनि आई रियली इन्जोयड यो भ्यूहरू चाहिँ। प्लेन उडेको चाहिँ हाफ एन आवर जतिमा हाम्रो फुड आइसकेको छ। लेट्स सी यहाँ खानेकुरामा के छ। यो चाहिँ चिकन राइस विथ सम भेजिटेबल्स हो। यसमा चाहिँ केही फ्रुट्सहरू, ब्रेड र डिजर्ट छ। यो चाहिँ सिचुवानको फेमस सस सिचुवान सस भन्दो रहेछ। अनि यो चाहिँ चिल्ली ओइलमा हालेको हुन्छ। मलाई चाहिँ एकदमै मन पर्यो। किमा नुडल्स मन पर्ने भएर होला मलाई चाहिँ त्यो टेस्ट चाहिँ एकदमै मन पर्यो। काठमाडौँ टु छेन्दुको बिचमा पर्ने यो माउन्टेनहरू चाहिँ कस्तो राम्रो देखिरहेको छ है। हामीले चाहिँ एकछिन पनि विन्डोबाट आँखा हटाउन सकेनौँ। फाइनली आफ्टर 2 hours 45 minutes को फ्लाइट पछि चाहिँ यो छेन्दुको तलको गाउँहरू, सहरहरू, डाउनटाउनहरू बिस्तारै देखिँदै जाँदैछ। हामी भर्खरै छेन्दु चाइना ल्यान्ड गरिसकेको छौँ। यहाँ चाहिँ हाम्रो ट्रान्जिट हो। अब यहाँबाट चाहिँ हामी अर्को फ्लाइट लिँदैछौँ। अहिले चाहिँ हामी छेन्दु एयरपोर्ट आइपुगिसकेको छौँ चाइनाको। अब यहाँबाट हामी नेक्स्ट फ्लाइट लिएर भियतनामतर्फ जानेछौँ। सो आई एम भेरी एक्साइटेड फर भियतनाम। हाम्रो नेक्स्ट फ्लाइटको लागि अझै फ्यु आवर्स बाँकी छ। त्यही भएर हामीले चाहिँ केही बेर यो एयरपोर्ट एक्सप्लोर गर्दैछौँ छेन्दुको। हामी फ्यु मन्थ्स अगाडि 10-15 दिनको लागि चाइना आएको थियौँ र यो छेन्दु चाहिँ हामी आएको रिजनभन्दा अलिकति बिचतिर पर्ने रहेछ। व्हिल चेयर युज गर्ने मान्छेहरूलाई यसरी सिटहरू पनि छुट्याइदिएको छ। छेन्दुलाई चाहिँ होम अफ जाइन्ट पान्डा पनि भनिने रहेछ। सो यहाँ चाहिँ एयरपोर्टमा छेन्दु एयरपोर्टमा चाहिँ पान्डाको यस्तो स्ट्याचु छ। अनि
यो बिल्डिङ चाहिँ चुरोट खानालाई बनाइदिएको रहेछ एयरपोर्टमा। चुरोट खाने मान्छेहरूलाई पनि व्यवस्था थियो राम्रो है। अनि यो चाहिँ रेस्टुरेन्ट हो एयरपोर्टभित्रको। अनि यस्तो रेस्टिङ प्लेसेसहरू थियो। हामी पनि धेरै बेर यसरी रेस्ट गरेर बस्यौँ। अनि यहाँ चाहिँ एकजना दाइले सफा गर्दै हुनुहुन्छ। अनि यो चाहिँ मलाई कस्तो एस्थेटिक लागेर खिचेको। अब चाहिँ हाम्रो कनेक्टिङ फ्लाइटको लागि रेडी भएको छौँ। अब चाहिँ हामी यो छेन्दुबाट क्यापिटल सिटी अफ भियतनाम हामी हनोई जाँदैछौँ। यो फ्लाइट चाहिँ अघिको भन्दा अलिकति छोटो छ। अहिले चाहिँ लोकल टाइम 8:56 भइसकेको छ साँझको। अब चाहिँ यहाँबाट हामी हनोई पुग्दाखेरि चाहिँ एकदम राति नै भइसक्छ। सो यहाँ चाहिँ लाइट स्न्याक्स आएको छ। सेम एयरलाइन्स हो, सिचुआन एयरलाइन्स। सो यहाँ चाहिँ यो जुस थियो, बनाना थियो, अनि एउटा क्याबेजको पिकल थियो, अनि यो अर्को एउटा ब्रेड थियो। त्यति नै थियो। अहिलेको चाहिँ छोटो फ्लाइट भएको हुनाले बेरको फ्लाइट पछि चाहिँ अब हनोई सिटीको भ्यू देखिन थालिहाल्यो है। स्काईबाट राति नै भइसकेको थियो नि त। सो लाइटै लाइट ग्लो गरिरहेको थियो सबै घरभरि। फाइनली हामी हनोई एयरपोर्ट भियतनाम ल्यान्ड गर्दैछौँ। We are so excited to explore this new country together. अहिले चाहिँ हामी हनोई एयरपोर्टमा आइपुगिसकेको छौँ। अनि यहाँ चाहिँ हाम्रो लगेजहरू वेट गरिरहेको छौँ। अहिले चाहिँ यहाँको लोकल टाइम 10:30 बजेको छ। अहिले चाहिँ हामी एक्जिट गर्ने डोरमा वेट गरिरहेको छौँ। हाम्रो लगेज आइसकेको छ। हामीलाई चाहिँ बाहिर ड्राइभरले वेट गरिराख्नु भएको छ। सो उहाँलाई चाहिँ हामी खोज्दैछौँ। यहाँ पर नेम कार्ड लिएर बस्नु भएको हो कि भनेर हामीले हेऱ्यौँ। उहाँहरू चाहिँ होइन रहेछ। सो हामीले अर्कोतिर खोज्दैछौँ फेरि हाम्रो ड्राइभरलाई। उहाँले चाहिँ हाम्रो नेम कार्ड लिएर आउँछु भन्नुभएको थियो। फाइनली भेट भयो हाम्रो ड्राइभरसँग। वी आर नाउ रेडी टु गो टु आवर होटल। रातिको 10:30 जति बजिसकेको थियो नि त। सो कस्तो राम्रो नाइट भ्यू देखिरहेको के। अनि यो ब्रिजले पनि कलरहरू चेन्ज गर्ने रहेछ। अनि मलाई चाहिँ यो ब्रिज चाहिँ अति नै मन पर्यो। अनि मैले भिडियो खिच्दैछु। एनर्जी एकदमै कम थियो, टायरिङ भइरहेको थियो जर्नी होल डेको। त्यही पनि मैले चाहिँ यो मन परेर लेट नाइट भए पनि खिच्दैछु। हजुरहरू सबैलाई मेरो जर्नीमा स्वागत छ। हजुरहरूलाई मैले पहिलाको चाइनाको भर्चुअल टुर गराएँ जसरी योचोटि चाहिँ म भियतनामको टुर गराउने छु। अनि हाम्रो चाहिँ अलि लामै छ स्टे। आई गेस हजुरहरूले इन्जोय गर्नुहुन्छ होला भिडियो। हामीले भियतनामको डिफ्रेन्ट सिटिजहरू एक्सप्लोर गर्नेछौँ र म हजुरहरूलाई देखाउँदै पनि जानेछु। आज चाहिँ एकदमै लेटै भइसक्यो। सो हाम्रो भोलि डे 2 देखि मात्रै घुमफिर सुरु हुन्छ। हामी भर्खरै होटल चेक इन गऱ्यौँ। अहिले चाहिँ रातिको 11 बजिसकेको छ। सो इट्स बेड टाइम नाउ। सी यू इन नेक्स्ट व्लग। बाई।